यति गोबर तह लगाउँ भनेको मलाई सघाउने कोही भएन। यो छोरी पनि कति बेरसम्म सुत्यो कि। छोरी, ए छोरी, कति कराउँछु नि आमा, पुरा निन्द्रा पनि पुर्याउनु दिँदिनन् बुढी। आइज न त्यो यति गोबर तलाइदिए, मेरो हातैले भएन बा। ल ल, नसक्ने मान्छे किन जान्ने हुनु परेको त, म गरिहाल्थेँ नि। अब तेरो सोली कहिले पो हुने हो, बिहान गइसक्यो। दिदी, भगवान दिदी, ए दिदी। हजुर, कता हो दिदी? यतै छु बहिनी। एका बिहानै हाम्रो घरतिर पो आएछौ त। आएको नि दिदी, आज गहुँ काट्ने भनेको, शोभालाई पठाइदिनुहुन्छ कि भनेर। खोइ नानी, उसैलाई सोध्नुपर्छ, स्कुल जानुपर्छ भन्दै थियो। बुढीलाई पनि कतिचोटि भन्नुपर्ने रहेछ, आज मेरो जाँच भनेको होइन। खै के थाहा पाउँछु र, आफ्नो पाला त्यस्तो स्कुल भने नै थिएन। ल ल बहिनी, यहाँ बस्दै गर्नुहोस्। भइहाल्छ नि दिदी। ए शोभा, आज हाम्रो मेला आउनु भ्याउँछस् त? खै काकी, आज मेरो जाँच छ। कति बजेबाट हो र? उही 2 बजेबाट त हो नि। सबैले दिउँसो गर्ने भनेका छन्। त्यही पनि तेरो 1 घन्टाको जाँच होइन र, भइहाल्छस् नि। भइहाल्छ नि त काकी, हाम्रो पनि काट्नु छ पछि। ल दिदी, म त अब गएँ है। लौ, खाना खाएर जानु पाएको हुन्थ्यो नि नानी। भइहाल्छ नि दिदी। ए शोभा, अनि झट्टै गरेर आइज है। हुन्छ हुन्छ काकी। लौ, छिटै गर त, बेलुकाको बासी भात छ त्यही तताएर खाएर है। कति कराउँछ यो पनि, अब आफ्नो हातले भएको छैन यही स्याउला खा नसके बेलामा। आमा, म गएँ है। ए शोभा, अनि झट्टै गरेर आइज है। ए एउटा छोरी छ, कति अभागी रहेछ। यसले कहिले सुख शान्ति पाइन। खोइ त, शोभा त्यतिखेरसम्म आइन त। हुन त बिचारी एक्लै छे। त्यही त, नरिसाउनु है काकी, आज जाँच अलिक ढिलासम्म भयो। कपडा फेर्न आउँदा अलिकति ढिला भयो। ल ल, ठिकै छ त, अब काम गरौँ न। ए शोभा, तेरी आमालाई कस्तो छ त? खै के हुनु र काकी, बुढी मान्छे, त्यही माथि दम छ।
अहिले आएर त एउटा हात पनि चल्दैन। कति अभागी रहेछ नि भवानी दिदी पनि। नौ उमेरमा खुसी साथ जिउन पाइन्, बुढालाई पनि अकालमै मारिदिइहाले पापीहरूले। कति राम्रो यसको भाइ थियो, जे भने नि मानिहाल्थ्यो। बिचारा त्यो कोपिलालाई पनि पापीहरूको आँखा लाग्यो। आयो लौ, हात पो काटी क्या हो? खोइ त, खोइ धेरै पो काटी छ त। ल दिदी बहिनी जाउँ न त अब। यति थोरै छ, यो त म काटिहाल्छु। यसको हात पनि काट्यो, घाम डुब्न नि लाग्यो। हुन्छ त, के हुन्छ, जाम त नि। खोइ कता हो कता भिडै पाउँदैन। यी आमाको पनि राति बिच हात गोच्नलाई खैले म सिलाइदिन्छु। भइसकेको थियो। लु ए नानी, आमाको फरियाद सुन्नुले म आफै सिलाउँछु, पाप लाग्छ कि। आया कस्तो दुख्यो। के भयो त? कसरी त्यस्तो भयो तँलाई? खै धेरै नै काटेको क्या हो? छैन आमा, अलिकति मात्रै हो। के गर्छ यस्तो बाबै? सुख शान्ति भन्ने कुरा हामी जस्तो गरिबको कोखमा नहुँदो रहेछ। भिडमा हाँसेको मन एकान्तमा एक्लै रुने गर्छन् भन्छन्। के भनेको हाम्रो आमाले पनि? आमा आज एउटा कुरा भन्छु है, फेरि नडाटिकन भन्नुपर्छ नि बुढी। भन्न, आजसम्म मैले तँलाई के चाहिँ कुरा लुकाएर राखेकी छु र छोरी? कति राम्रो यसको भाइ थियो। आमा आजसम्म हाम्रो भाइ कहाँ छ होला है? खै पापीहरूको आँखामा परेको तेरो भाइ अहिलेसम्म पनि यी आँखामा घुमिरहन्छ। के भएको र आमा हाम्रो घरमा? खै कहाँबाट सुरु गरौँ? पाउचाइको उठ्ने बेला भएन, आराममा मान्छे आइसके। ल उठे त। के गरेको तिमीले यो? हर गङ्गे हर 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 विष्णुमती हर बागमती हर चित्र हर कष्ट हर सङ्कष्ट हर गङ्गे यमुने जैव गोदावरी सिन्धु सरस्वती नर्मदा देवी हर हर गङ्गे हर हर। आज काम पनि अलि धेरै थियो, छोरो पनि जान्थ्यो होला कि? ओइ साने साने, बालाई अलिअलि काम सघाइदिए हुने। उठ न बा उठ। यो छोरी पनि के भयो कि यस बेलासम्म सुत्छे? आमालाई काम सघाइदिनु चाँडै उठ्नु। ए आमाले नि मलाई मात्र काम लाउँछ नि, दिदीलाई त कहिले नि लाउँदिन नि बुढी। ओइ साने, जा दिदीलाई पनि उठा, बाख्रा चराएर भन्छ। ओइ दिदी, आमाले भनेको बाख्रा चराउन आइजेर कति सुतिरहेको।
ल त यता सुन्नु त अनि खाना खान चाहिँ बेलामै आएछ नि काम धेरै छ अब कति बेला हुन्छ छोरी ऐ छोरी यो त अहिलेसम्म उठ्दिन त बाख्रा भोगाइसक्यो भनेको सुनिनस् बाहिर आइज ल ल फुकाइहाल्छु नि जहिले मैले त फुकाउने हो नि ल ल जा ठुलो कुरा न मलाई आज अलि हतार थियो पहिला मेरो पो गरिदिनु हुन्थ्यो कि त्यसो नभन्नुहोस् न बहिनी फेरि हाम्रो जानलाई स्कुल जानु हतार हुन्छ ल ल्याउनुहोस् न बहिनी म बिस्तारै बनाइदिइहाल्छु नि के को आवाज हो केटा ठ्याङ ठ्याङ आइरहेछ त्यही त सर के ठोकिरहेको छ त्यहाँ जाउँ एकचोटि हेरौँ होइन दाजु यहाँ के सामान बन्छ हो के गर्नु र हजुर बच्चाहरूलाई यसो पेट पाल्ने बाटो बाबु छोरा जाऊ न तिमी चाहिँ त्यो उहाँहरूले बस्ने लिएर आइदेऊ पर्दैन बाबु पर्दैन हामी प्रहरीहरूलाई बस्ने फुटो निकाल्ने खाएर यहाँ हात हतियार नि बनाउनु हुन्छ कि क्या हो बनाउँछु नि हजुर म यहाँ फलामबाट बनिदिएको सबै बनाउँछु भनेपछि के हाम्रो साथीहरूको लागि पनि हतियार बनाउनुहुन्छ के हो बा हजुर मैले अलिक कुरा बुझिनँ नि होइन कुरा बुझेर नबुझेर गरे क्या हो बुझेर नबुझेर गर्छस् होइन नि हजुर हामी दुखीलाई बाबुआजीहरूले यस्तो सिकाए जसो तसो बालबच्चाहरूको पेट त पाल्नै पर्यो नि हजुर होइन सर यो मान्छेले साह्रै अठरी गरे यसलाई लिएरै जानु पर्यो के हो होइन नि हजुर मलाई लाने कुरा नगर्नुहोस् मलाई लगेर केही भइहाल्यो भनेदेखि त मेरो लालाबालाहरू त भोकभोकै मर्छ ल ठिक छ ल सबै सामान बनाए पनि यस्तो हात हतियार चाहिँ बनाउनु हुन्न फेरि यस्तो थियो फेरि यस्तो हिँड टोली जाउँ बा यिनीहरू को हुन् तिमीलाई किन गाली गरेका के भनेका बा तिमीलाई त अलि सानै छस् अलिक ठुलो भएपछि बुझ्छस् ल त पनि घर जा बाबु म यदि भाँडा सकेर आउँछु फेरि आमा पनि घरमा कुर गरेर बसेको होली सबै बाख्राहरू चाहिँ आफ्नो ठाउँमा बस्छन् यो सेती चाहिँ है बाख्रा बाँधिस् त बाधे खाना पाकेको छैन पाकिसक्यो अब एकैछिन बस्न बा आउँछ न सबै हाम्रो आउन हुन्छ आमा है
बस बस बाबु तँ त एक्लै आइछस् त बा खोइ त बा आउँदैछन् म आइहालेँ साइली मलाई पनि एक गिलास ल्याऊ त यतिले त पुग्दैन हौ साइली मलाई अलिकति थप्देऊ न हौ एकछिनै दाइ ल्याइदिइहालेँ होइन दाइ धेरै पिरहनु भएको छ आज ठुलै माछा हात पऱ्यो कि क्या हो होइन नि भाइ के को हात पर्नु नि आज अलि निकै पिर परेको छ यो दुनियाँ पिर कसलाई हुन्न र दाइ दिउँसभरि काम गर्नुहुन्छ तपाईँलाई केही भइहाल्यो भने लाला बाला बच्चा छन् दाइ तपाईँ फुरुक्क घर जानुहोस् बिस्तारै जानु लड्नु होला अलि यता 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 लाएर बच्चाहरू पनि सुतिसके यतिखेरसम्म आउँदैनन् होइन कहाँ गएछन् तिमी म आइसकेँ त किन पिर गरेँ कि यतिखेरसम्म नआइपुग्दा पिर पर्दैन त के पारा हो तपाईँको कान्छो पनि सुतिसकेछ त अनि तिमी चाहिँ भात नखाइकन के गरेर बसिरा कि के नचाहिँदो कुरा गर्नुहुन्छ तपाईँ तपाईँले नखाइ कहिले खाएका छौँ र हामीले नचाहिने कुरा गर्नुहुन्छ जानुहोस् हात खुट्टा धोएर आउनुहोस् यतिकै खाने हो मलाई आज अलिकति पिर परेको छ के त्यसले म आज खान्न यस्तो थियो फेरि यस्तो